के तपाईँ लोकसेवा तथा शिक्षक सेवा तयारी गर्न सोच्दै हुनुहुन्छ वा तयारी गर्दै हुनुहुन्छ? यदि यस्तो छ भने म पिएससी तथा टिएससी जिरो टु हिरो एउटा सिरिज तयार गर्दैछु। त्यसमा सुरुवातदेखि सिपारीसम्मको हरेक गतिविधिहरू म समेटेर भिडियो तयार पार्नेछु विभिन्न एपिसोडहरूमा। अनि त्यसको लागि चाहिँ मेरो अनुभव पनि, म पनि आफै शिक्षक सेवा र लोकसेवा गरी 5 ठाउँबाट मेरो नाम निस्केको थियो। अफिसर 3 ठाउँबाट र शिक्षक सेवा 2 ठाउँबाट। मेरो अनुभव लगायत अरू साथीहरूको पनि अनुभव समेटेर लोकसेवामा एउटा चाहिँ कसरी राम्रोसँग र शिक्षक सेवा कसरी राम्रोसँग अगाडि बढाउने र कसरी सफल हुने, के मेटेरियलहरू पढ्ने, कसरी पढ्ने, हैन, इन्स्टिट्युट पढ्ने कि नपढ्ने, मोटिभेट कसरी रहने, आइक्यू, जीके, इङ्ग्लिस, रिटन प्र्याक्टिस, रिभिजन लगायतको कुराहरू कसरी गर्ने, कसरी गर्दा सहजता प्रदान गर्न सकिन्छ, एउटा प्रोपर गाइडलाइनको आधारमा म चाहिँ यो लोकसेवा तथा शिक्षक सेवा तयारी जिरो टु हिरो सिरिज ल्याउँदैछु। कृपया भिडियोहरू हेर्नुहोला। आजको भिडियोमा चाहिँ म जिरोबाट लोकसेवा कसरी तयारी गर्ने भन्ने चर्चा गर्नेछु। नमस्कार, म शिव जयसवाल, जीवन दर्शन नेपालमा तपाईँलाई स्वागत छ। आज म जिरोबाट पिएससी तथा टिएससी कसरी सुरुवात गर्ने भन्ने विषयमा चर्चा गर्नेछु। अब पिएससी तथा टिएससी हामी शून्यबाट कसरी तयार गर्दा राम्रो होला त? सबभन्दा पहिला त म के भन्छु भने तपाईँ पिएससी र टिएससी यो सरकारी सेवामा आउनु छ कि छैन त्यो डिसाइड गर्नु पर्यो। यही आउनुपर्छ भन्ने छैन। निजी सेक्टरमा पनि जान सकिन्छ। इन्जिनियर, डाक्टर फिल्ड लगायतको अरू धेरै पेसाहरू पनि छन्, विदेश जाने कुराहरू। पहिला डिसाइड गर्नु पर्यो सरकारी सेवा गर्नु छ कि छैन, तपाईँको रुचि छ कि छैन। यदि सरकारी सेवा गर्ने रुचि छ, शिक्षक बन्ने वा निजामती सेवा बन्ने वा राष्ट्रिय सेवा कर्मचारी बन्ने, त्यस्तो रुचि छ भने मात्र आउनुहोस्। रुचि छैन भने यसैमा आउनुपर्छ भन्ने छैन। योभन्दा राम्रो फिल्डहरू पनि छन्। अब तपाईँको यदि तपाईँले डिसाइड गरिसक्नु भएको छ, हो म यही शिक्षक सेवा वा पिएससी लोकसेवा दिन्छु भने त्यसको लागि पहिला कुन पदमा दिने? पहिला त सेक्टर चाहिँ गर्नु पर्यो। त्यो सुरक्षा निकायमा दिने कि ब्याङ्किङमा दिने कि टिएससी दिने कि निजामती दिने कि संस्थान दिने कि कुन दिने, त्यो सेक्टर एउटा पहिला डिसाइड गर्नु पर्यो। त्यसपछि त्यो सेक्टरको पनि कुन पदमा दिने त? अफिसरमा दिने, एसिस्टेन्टमा दिने, 4थमा, 5थमा कि अफिसरमा दिने, त्यो डिसाइड गर्नु पर्यो। त्यसपछि एउटा पदमा पहिला लाग्नु पर्यो तपाईँको कन्डिसन अनुसार। अब तपाईँ अफिसरको मात्र गर्नु छ भने अफिसरमा मात्र फोकस गर्नु पर्यो। खरिदारको गर्नु छ भने खरिदारमा मात्र गर्नु पर्यो। एकैचोटि चारैतिर अफिसर खरिदार यो गर्दाखेरि त्यो इनर्जी एक ठाउँमा केन्द्रित हुँदैन, चारैतिर डिस्ट्र्याक्सन हुन्छ र कुनैमा पनि नाम निस्किँदैन। यो तपाईँ पहिला सुरुमा डिसाइड गरिसकेपछि अब म सरकारी सेवामै जान्छु, त्यसपछि कुन सेक्टरमा जाने डिसाइड गरिसकेपछि एउटा पदमा मात्र, जस्तो खरिदार छ भने खरिदारको मात्र प्रिपरेसन गर्नुहोस्। इक्जाम दिनलाई यसरी दिनुहोस् चारैतिर, तर एउटा मेन फोकस चाहिँ खरिदारमा हुनु पर्यो। अब त्यो खरिदार वा कसरी पढ्ने त, वा अफिसर जे पनि कसरी पढ्ने त? सबभन्दा पहिला चाहिँ जेको हामी डिसाइड गरेछ जे पढ्ने, त्यसको सिलेबस डाउनलोड गर्नु पर्यो। सिलेबस एकचोटि दुईचोटि मजाले पढ्नु बुझ्नु पर्यो। त्यो बुझेपछि तपाईँले के पढ्नुपर्ने रहेछ दिमागमा आइडिया आइहाल्छ। अनि त्यसपछि सुरुमा तपाईँले दैनिक 3 देखि 4 घण्टा मिनिमम पढ्नुपर्छ। 3 घण्टा त मिनिमम पढ्नै पर्छ, हैन? त्यो एकदम फुल माइन्डले। 10-12 घण्टा पढ्नुपर्छ भने त्यस्तो एकदम झुटो कुरा हो। त्यस्तो केही पनि गर्नु पर्दैन। 3-4 घण्टा रेगुलर तपाईँले महिनामा 27-28 दिन पढ्नुभयो भने 100% सिफारिस हुनुहुन्छ तपाईँले। अब प्रिपरेसन गर्ने डिसाइड गरिसकेपछि अब त्यसको पाठ्यक्रम पढिसकेपछि, सिलेबस एकचोटि पढिसकेपछि किताब किन्नुहोस् एउटा, कुनै नर्मल, धेरै किताब किन्न पर्दैन। सुरुमा एउटा किताब किन्नुहोस्। अनि त्यो पहिला आइक्यू जीके पढ्नुपर्छ अभियसली। त्यो आइक्यू जीके र रिटेनको किताब किन्नुहोस् पहिला। अनि तपाईँको आइक्यू जीके यदि विक छ भने, एकदमै विक छ भने, सुरुमा म भन्छु 2-3 महिना पहिला आइक्यू र जीकेलाई दिनुहोस् तथा इङ्ग्लिसलाई। 2-3 महिना फर्स्ट पेपरलाई पढ्नुहोस्, हैन? अब फर्स्ट पेपरमा पहिला सिम्पल रिडिङ गर्ने 2-3 चोटि,
त्यसपछि त्यसलाई चाहिँ टिक लगाएर पढ्ने। त्यो कुराहरू म स्पेसिफिक भिडियोमा भन्दै जानेछु। अनि रिटर्न पनि त्यस्तै, अब सँगै गर्दा पनि हुन्छ। तपाईँको जिके आइक्यू ठिकै छ भने नत्र 2-3 महिना जिके आइक्यू पढेर अनि त्यसपछि रिटर्न र त्यसको फर्स्ट पेपर सँगै पढ्नु। यसरी तयारी चाहिँ सुरु गरिसकेपछि एकदम कन्टिन्युटीको साथ लाग्नुहोस्। यसले मजाकको रूपमा नलिनुहोस्। मजाकको रूपमा चाहिँ त्यो हुँदैन। तपाईँको घर परिवारले कति दुःख गरेर तपाईँलाई यति पैसा दिइरहेछ पढ्नको लागि, त्यसको ख्याल गर्नुहोस्। पढाइमा चाहिँ कन्टिन्युटी हुनैपर्छ, रेगुलारिटी हुनैपर्छ, मिहिनेत हुनैपर्छ। यसमा त केही कम्प्रोमाइज छैन पिएससी र टिएससीको लागि, होइन? यसमा त कम्प्रोमाइज हुनै सक्दैन। त्यो गर्न थालेपछि अब तपाईँले कुन बुक एउटा मार्केटमा भएको फर्स्ट एउटा रिटेनको एउटा बुक लिनुहोस्। तपाईँले जे मन लाग्छ जानुहोस्, हेर्नुहोस्, जुन राम्रो लाग्छ एउटा बुक लिनुहोस्। अनि त्यसलाई चाहिँ 4-5 चोटि पढ्नु पर्यो। पहिला सुरुमा 2 चोटि रिडिङ जस्तो पढ्ने, त्यसपछि तेस्रो चोटिमा चाहिँ त्यसलाई अब कुन इम्पोर्टेन्ट छ अलि त्यसलाई गोलो लगाएर नोट बनाउनु छ भने बनाउनुहोस्। इन्स्टिट्युटमा पढ्नै पर्छ भन्ने छैन, इन्स्टिट्युटमा तपाईँले जानै पर्छ भन्ने छैन। तपाईँ एकदम नहुने नै छ भने जाँदा पनि हुन्छ। तर आफै पढेर पनि धेरै साथीहरूले, धेरै स्टुडेन्टहरूले, मैले पढाएको स्टुडेन्टहरूले धेरै नाम निकालेको छ। त्यही भएर चाहिँ इन्स्टिट्युट जानै पर्छ भन्ने म भन्दिनँ। र अब यो सबै एक चरणको राम्रोसँग प्रिपरेसन गरिसकेपछि तपाईँले रिटेन प्र्याक्टिस, मोर एन्ड मोर टाइम रिभिजन, दैनिक, साप्ताहिक तथा मासिक रूपमा रिभिजन र टाइम म्यानेजमेन्ट गर्यो भने लोकसेवा कुनै पनि ठुलो कुरा रहेन छ। यसलाई निकाल्न सकिन्छ रेगुलर रूपमा ध्यान दियो भने। र यसमा मेन कन्टिन्युटी, रिभिजन, टाइम म्यानेजमेन्ट र प्र्याक्टिस भयो भने लोकसेवा जुनसुकै एक्जाम पनि पास गर्न सकिन्छ। ठुलो कुरा होइन। अब यसपछिको भिडियोमा म चाहिँ स्पेसिफिक रूपमा फर्स्ट पेपर कसरी, आइक्यू जिके कसरी पढ्ने, इङ्ग्लिस कसरी पढ्ने, रिटेन कसरी पढ्ने, होइन, टाइम म्यानेजमेन्ट कसरी गर्ने लगायतको हरेक कुरामा एउटा भिडियोमा राख्नेछु। आज यो एउटा चाहिँ पिएससी 0 to हिरो को एउटा पहिलो भिडियो भएको कारणले मैले जनरली सरसरी भने। अझ के कुरा समेट्नुपर्छ कृपया तपाईँले चाहिँ कमेन्टमा भन्नुहोला। र लास्टमा इन्टरभ्यू र कम्प्युटर टेस्टमा त्यसमा खासै चिन्ता लिनु पर्दैन। कम्प्युटर टेस्ट त अब त्यो नाम निस्केपछि रिटर्नमा हामी राम्रोसँग त्यसलाई मोर एन्ड मोर प्र्याक्टिस गऱ्यो भने त्यो हुन्छ। र इन्टरभ्यूमा सामान्य क्वेसनहरू एकदम जनरल क्वेसन्सहरू त्यो सिलेबसबाटै आउँछ। त्यसमा धेरै चित्त दुखाउनु पनि पर्दैन। त्यसमा कन्फिडेन्ट एउटा चाहिँ जाँच्ने हो। त्यही भएर यो सबै प्याकेजलाई हामीले राम्रोसँग ह्यान्डल गर्दै गयो भने पिएससी एकदम सरल सहज तरिकाले निकाल्न सकिन्छ। कुनै ठुलो कुरो होइन। त्यही भएर तपाईँहरू राम्रोसँग तयारी नै गर्दै हुन्छ भने एकदम समर्पणको साथ तयारी गर्नुहोस्, यही भन्न चाहन्छु म। र शिक्षक सेवा तथा लोकसेवा तयारी सुरु गरिसकेपछि चाहिँ 1-2वटा काम पढाइको अलावा गर्नै पर्छ। जस्तो कि अब पत्र पत्रिकाहरू पढ्ने, न्युज सुन्ने, धेरै नै 20-30 मिनट न्युज सुन्ने। यसले तपाईँको देशको इन्टरनेसनल नेसनल रूपमा देशको भूगोलहरू, त्यसो दैनिक घटनाहरू पनि थाहा हुन्छ। त्यो कुरा गर्नुभयो। त्यस खानपिनमा आनी बानी, त्यस अलि मेडिटेसन गर्ने कुराहरूमा पनि ध्यान दिनुपर्छ। यसले चाहिँ तपाईँको इफोर्टलाई झन् म्याग्निफाइड गरेर झन् बढी बढाउँछ। साथसाथै एउटा कुरा भन्नै पर्छ, तपाईँले आफूमाथि विश्वास गर्नै पर्छ। यो अरूले निकाल्ने र तपाईँले ननिकाल्ने भन्ने कुरा हुँदैन। कोही चाहिँ मङ्गल ग्रहबाट आएर, कोही बाई बर्थ त्यस्तो कोही ट्यालेन्ट हुँदैन। ट्यालेन्टले मात्र पिएससी र टिएससी कसैले पनि नाम निकाल्दैन। त्यो रेगुलारिटी चाहिन्छ, मिहिनेत चाहिन्छ, सङ्घर्ष चाहिन्छ र मनमा विश्वास चाहिन्छ। त्यही भएर तपाईँले मबाट हुँदैन भने त्यो कन्सेप्ट नै निकालिदिनुहोस्। कस्ता स्टुडेन्टहरूले मैले देखेको छु नाम निकालेको। त्यही भएर आफूमा बिलिभ राख्नुपर्छ। पहिला म पनि निकाल्न सक्छु, 100% निस्किन्छ। जसले 2 वर्ष मात्र रेगुलारिटीको साथ समर्पण भएर 2-3 वर्ष तयारी गरे भने ननिस्किने कुरै छैन। त्यही भएर तपाईँले बिलिभ गर्नै पर्छ। र यसमा आगामी दिनहरूमा के कसरी गर्नुपर्छ भने म भन्दै जानेछु अर्को भिडियोहरूमा। आजलाई चाहिँ यति गरौँ। यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला र कृपया सब्सक्राइब र लाइक गरिदिनु होला। सब्सक्राइब र लाइकले मलाई मोटिभेट गर्छ भिडियो बनाउनको लागि। अनि आजलाई यति गरौँ। हस् त, धन्यवाद।